प्लेयरहरूको एउटा जिम्मा चाहिँ के हो भने जहिले पनि प्लेमा हुँदै गर्दा कोचले इन्स्ट्रक्सन दिँदै गरेको हुन्छ नि, बेला बेलामा कोचलाई चाहिँ हेर्दै गर्नुहोस्। यु हेभ टु बी एटेन्टिभ क्या हो। कोही बेला कोच यसो भन्दै गरेको हुन्छ नि हो। हिजो एक दुईजना हेरेर है क्या स्ल्याक हिट गर्यो हिजो तिमीहरूले त्यो पनि। अनि अर्को चाहिँ थ्रो क्या थ्रो आमा थ्रो त क्यान्सल भयो नि हौ हिजो, हो कि होइन? त्यो छैन है आज थ्रो क्यान्सल भयो। अन्त हिजो यिनीहरूको म्याच धेरै एकछिन हो बेसी चेहरा चिनेको रहेछ। त्यसले गर्दा भोलिको म्याच इक्वली इम्पोर्टेन्ट हो। म त अब घरमै हुन्छु, लाइभ नै हेर्छु, यताको पनि लाइभ नै हेर्छु, यताको पनि लाइभ नै हेर्छु, खबर आउँदै गरेको हुन्छ हो। तिमीहरूले एकदमै स्कुललाई सोचेर खेलेको भने जितेर आइज तिमीहरूलाई म के गर्नुपर्छ द्याट आई विल पार्टिसिपेट गरेँ। र तपाईँले अनुग्रह गर्नुभयो यसरी कालिम्पोङको 15 अगस्तको प्रेस्टिजियस म्याचमा यिनीहरूलाई फाइनल स्टेजसम्म पुर्याइराख्नु भएको छ। त्यसरी नै जोरथाङमा पनि तपाईँले अनुग्रह गर्नुभयो, हिजोको दिनमा नानीहरूले असल प्रदर्शन गर्न सके र भोलि उनीहरू जोरथाङमा पनि फेरि पनि यो फाइनल म्याच खेलिरहेको छ। यो हाम्रो निम्ति दुईटै महत्त्वपूर्ण गेमहरू हो। हाम्रो इज्जत, हाम्रो लाज, हाम्रो सम्मान तपाईँको छ। विशेष परमेश्वरता कोचहरूलाई आउँदा प्रशंसकको साथमा सावधको साथमा तपाईँ हुनुहोस्। उहाँहरूलाई ठिक ज्ञान बुद्धि दिएर ठिक ठिक समयमा जुन रणनीतिहरू बनाउनुपर्छ आफ्नो छोराहरूलाई तपाईँले मद्दत गर्नुहोस्। अनि यो दुईटै टिम जो मैदानमा हुनेछन् यिनीहरूको साथमा तपाईँ हुनुहोस्, यिनीहरूलाई त्यो ऊर्जा त्यो शक्ति दिनुहोस् र परमेश्वरता यिनीहरूले स्कुलको निम्ति सफलता ल्याउन सकोस्। अप्रिय घटना हुनदेखि चोटपटक लाग्नदेखि तपाईँले नानीहरूलाई बचाउनुहोस् भनिकन हामी प्रार्थना गर्दछौँ। अब विशेष यो 24 घन्टा भोलि म्याच नहुन्जेलसम्मको समयहरू चाहिँ यिनीहरूको व्यक्तिगत लाइफस्टाइल, यिनीहरूको पर्सनल लाइफस्टाइल, यिनीहरूको खानपिन, यिनीहरूको सोचहरू, यिनीहरूको शरीरमा चाहिने रेस्टहरू चाहिँ एकदमै इम्पोर्टेन्ट छ। र यो कुरोहरू चाहिँ यिनीहरूले बुझ्न सक्नुहोस्। कतिवटा कुरो जो यिनीहरूको निम्ति हानिकारक छ त्यो कुरोहरूलाई यिनीहरूले रिस्ट्रेन्ट गर्न सकोस्, चेक गर्न सकोस् र परमेश्वरले यिनीहरूको असल प्रदर्शनीद्वारा भोलिको सफलताबाट तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिन सकौँ। फेरि पनि अब भोलि अरू नानीहरू जति पनि मार्चिङ कन्टिन्जेन्ट छ पार्टिसिपेट गर्नेछन् उनीहरूको साथमा तपाईँ हुनुहोस्। ब्यान्डको प्रिपरेसन भइरहेको छ, तपाईँले अनुग्रह गर्नुहोस्। आज बेलुकी एनसिसी नानीहरू त्यो नाटकमा पनि भाग लिनेछन् र स्कुलले विभिन्न प्रकारले यसरी भागहरू लिँदा पार्टिसिपेटहरू गर्दा तपाईँ परमेश्वरले प्रत्येक सरगुरुमाहरूलाई नानीहरूलाई तपाईँले अनुग्रह गरिदिनुहोस्। र यो स्कुल जो तपाईँको नाउँमा स्थापित स्कुल 140 वर्षसम्म तपाईँले सम्हाल्नु भयो, लाजमा हाँसोमा शर्ममा पर्नदेखि बचाउनु भयो। हाम्रो परमेश्वर तपाईँ हुनुहुन्छ, शक्ति तपाईँले दिनुहोस्। र फेरि पनि विशेष गरी हाम्रो दुवै टिम जो जोरथाङमा अनि मेला ग्राउन्डमा खेल्नेछ यी नानीहरूलाई तपाईँ म गर्दै बाँकी जीवन भविष्य सम्पूर्ण वृत्तमा म गर्दै जाँदा आउँदा तपाईँको सुरक्षा माग्दै यो बिन्ती बिचाउँदछौँ। तपाईँ सर्वोच्च बहुमतता सुनिकन ग्रहण गर्नु।